मलाई ठुलो खराब त भने तर होइन अब गाडी मात्रै हिँड्ने कस्तो गाह्रो हुन्छ अब त्यो समाउन मलाई भिडियोको बसिरह है साथीहरू पुगेर बसिरहेको छ किनकि सब टोलीहरू आइपुगेको छैन त्यही भएर हामी चाहिँ यता बसिरहेको देख्न सक्नुहुन्छ गाडी क्लियर छैन हो भन्नु रे हाम्रो टोलीहरू है सबसे अगाडि तिरो त के हो यार मेरो साथीलाई होइन पेम्बा शेर्पा झन्ड राख्ने सिक्नु हो खासमा यस्तो ओके गाइस हामी नेलाको अब यताबाट पनि होइन जलीमा बस्नु पनि लास्टै गाह्रो छ यस्तो होइन चटपटको बाटोमा यस्तो गाह्रो हुने रहेछ कि बाफ्रे भित्र बस्नेहरूलाई कतिको मोच भइरहेको होला यार हामी टलीमा बस्नेहरूको बिचो यार यो चाहिँ हाम्रो शेर्पाहरूको बिहे है यस्तो खतरा हुन्छ होइन गाडीमा जाने होइन यस्तो कपाल तर पछाडिको गाडी आएन कि त्यो प्रब्लम छ अलि हामी मात्रै फुल मेरो मन्जु गाजहरू देख्न सक्नुहुन्छ न यस्तो बाटो खतम छ बाटो यस्तो खतम छ झन्डा अब चाहिँ यता चाहिँ पिच रोड पिच होइन अब चाहिँ खतरा मस्त हुन्छ कि अघि त यस्तो पिच बज्यो यार मस्त हुन्छ यहाँनिर बान्दिमा नि यसलाई ल के बान्ने खादाले होला नि अब गाडीलाई कुरेको है फेरि सँग जानु परेन होइन गाडीसँग त अब बे जस्तो हुन्छ त होइन ठाडे हो यो चाहिँ ठाडे हुन्छ हो हामी चाहिँ भर्खर आइपुग्यो होइन अब गाडी अरू गाडीले कुर्छु त्यसपछि फेरि हामी हिँड्छु खोइ म लिएर आउँछु हाम्रो दोस्ती अब यस्तो हामीलाई त हिँड्दा केटा हो गाडीमा बोकिन्छ मलाई टोलीहरू अब चाहिँ हामीलाई आउट पऱ्यो नि त सो गाई चाहिँ होइन अब चाहिँ हामी लास्टको सेकेन्डमा बस्न कतै अहिले नचाको सानो मसला नचाको सानो गाईहरू बिस्तारै हो बिस्तारै के भयो फेरि सबजना रोकिरहेको छ होइन यता गाइस फेरि अब त यता सटक हिँड्नु पर्ने यार अब चाहिँ फेरि हाम्रो बिजोक हुने पालो आयो नि यार किनकि अब फेरि कच्ची बाटो हिँड्नु पऱ्यो होइन अब यता चाहिँ हिँड्नु पर्ने भनेको होइन जन्तीगढमा पुग्नु हिँड्नु पर्ने रे हामी चाहिँ सो गाडी भर्खर गाडी यहाँसम्म मात्र आयो होइन सो अब चाहिँ हिँड्नु पर्ने स्याङ पिउँदा हुनुहुन्छ यता टोलीहरू गुडु थाकिँदै भन्नुपर्छ नि त गाडी चाहिँ अब चाहिँ हामी चाहिँ खुट्टालाई हिँड्न थाल्यो होइन सो गाडी त्यसमा मात्र आयो अनि अहिले चाहिँ खुट्टालाई हिँडेर आएको छु यत्रो यार अघि त थोरै देखिरहेको थियो अहिले त यार
पछाडि 1-2 जना मात्रै हुनुहुन्छ सबजना अगाडि